आचार्य चाणक्यजीले भन्छ, कुनै सर्पमा विष नभए पनि उसले टोक्नुपर्छ, नत्र त मान्छेहरूले त्यसलाई मारिदिन्छ। अर्को कुरा यस्ता पनि भनेका छन्, धेरै सोझो पनि हुनु हुँदैन, किनकि सिधा रुख नै धेरैजसो मान्छेहरूले पहिला काट्ने गर्छन् अनि बाङ्गोटिङ्गो रुखलाई काट्दैनन्। हामीलाई सानैमा सिकाइदिन्छ कि राम्रो मान्छे बन, एक अर्कालाई सहयोग गर। धेरै बन्यो राम्रो मान्छे, अब समय आइसक्यो बेकार मान्छे बन्ने। तर सवाल यो उठ्छ कि हामी किन बेकार मान्छे बन्ने? अनि राम्रो हुनुमा बेकार के छ? हेर, मैले भनेको मतलब यो हो कि तिमी चाहे राम्रो मान्छे बन, तर सिधा नबन। यो भिडियोमा हामी कुरा गर्नेछौँ सिधा बन्नु के बेकार छ अनि कुन तरिकाले सिधा मान्छेहरू सिधा बनेर आफ्नो पुरा जिन्दगी बिजोग तरिकाले जिउँछन्, अनि तपाईले कुन बेला कुन तरिकाले बेकार मान्छे बन्ने, त्यसको बारेमा आज हामी कुरा गर्नेछौँ। नम्बर 1, राम्रो मान्छेहरू चाहे जे पनि होस्, लडाई झगडादेखि सधैँ टाढा हुन्छ। इक्जाम्पलको लागि तपाईँ कुनै होटलमा गयो, त्यो होटलवालाले तपाईँलाई जस्तो पनि खाना दियो, डढेको, नमिठो, काँचो दियो, तपाईँ त्यो खाना चुपचापले खान्छ। तपाईँ सोच्छ कि यस्तो गल्ती हुन्छ, कहिलेकाहीँ गल्ती हुँदै गर्छ। तपाईँले त्यहाँ गएर यो भन्दैन कि यस्तो खाना किन दिएको, यस्तो गल्ती किन गर्यो। कुनै ठाउँमा तपाईँलाई मजाक गर्दा गर्दै केही भन्दा पनि तपाईँले त्यसलाई सही दिन्छ। तपाईँ सोच्छ कि किन झगडा गर्नु, उसलाई बोल्न देऊ न, जे बोल्नु छ बोलोस्। तपाईँ हरेक पल्ट सहँदै बस्छ। म भन्छु, यदि तिमीसँग यस्तो भइरहेको छ त राम्रो मान्छे नबन, बेकार मान्छे बन र आफ्नो हकको लागि झगडा गर। नम्बर 2, राम्रो मान्छे र सिधा मान्छे सधैँ अरूको लागि उपलब्ध हुन्छन् र सधैँ अरूलाई सहयोग गर्छन्। हेर, जो मान्छे सधैँ अरूको लागि हाजिर हुन्छ, उसले यो कुरा बुझ्नुपर्छ कि फलाम र सुनमा यस कारण फरक छ। फलाम प्रायजसो उपलब्ध हुन्छ, त्यसकारण उसको महत्त्व कम छ, अनि सुन थोरै मात्रामा उपलब्ध छ, त्यसकारण उसको महत्त्व धेरै छ। जब तपाईँ उपलब्ध हुँदैन नि, तब मान्छेहरूले भन्न सक्छ कि तपाईँ बेकार मान्छे हो, तपाईँ नराम्रो मान्छे हो। तपाईँलाई बेकार मान्छे भन्छ त तपाईँको दुईटै अवस्था पनि तपाईँको महत्त्व कम भयो नि त। त्यसको साथो तपाईँ उपलब्ध नै नभइदिए हुनसक्छ अगाडिको मान्छेले यो भन्नुस् कि साँच्ची नै यो मान्छे आफ्नो करियरलाई लिएर सिरियस छ, आफ्नो जिन्दगीलाई लिएर सिरियस छ, उसको आफ्नो महत्त्व छ, उसले आफ्नो जिन्दगी स्ट्यान्डर्ड बनाएर राखेको छ। त्यसैले धेरै उपलब्धि बन्छौ त तपाईँको महत्त्व कम हुनु नै छ। त्यसैले आफै निर्णय गर अनि सधैँ उपलब्ध नभइदेऊ। अरूलाई सहयोग गर, तर आफूलाई पनि केयर गर। मलाई ट्युसन टिचरले भन्ने गर्थे, भगवान भलाई सबैलाई गर, तर माया मलाई गर। तँलाई म भन्छु, जसो जसो हामी ठुलो हुँदै जान्छ, लाग्छ कि हाम्रो दुईवटा हात छ, एउटा हात आफ्नो लागि र अर्को हात अरूको सहयोग गर्नको लागि। नम्बर 3, सिधा मान्छे सधैँ अरूको लागि हुन्छ भन्छ, चाहे उसलाई नराम्रो लागे पनि उसले अरूले भनेको कुरा मानिदिन्छ, किनकि उसलाई हुँदैन भन्नु आउँदैन। उसलाई लाग्छ कि मैले हुँदैन भने मलाई मूर्ख सम्झिन्छ। यस्तो अवस्थामा उसको इमेज यस्तो बन्छ, लटारा मान्छेको जस्तो, जुन एउटै कुरालाई बार बार भन्छ। हेर, हुँदैन भन्न सिक्नुस्। यदि तपाईँलाई त्यो कुरा नराम्रो लागेको छ त यो कुरा बोल्नुस्। नम्बर 4, राम्रो मान्छे आफ्नो कमजोरी अरूलाई भन्छ। भुलेर पनि तपाईँ आफ्नो कमजोरी कसैलाई नभन्नुस्, नत्र तपाईँलाई मजाक बनाइदिन्छ। त्यसैले यो कुरालाई बुझ। मैले भनेको मतलब खराब मान्छे नबन, तर सिधा मान्छे पनि नबन। राम्रो मान्छे बन्नु छ बन, तर आफ्नो लागि बन। जय नेपाल।